पर्नेछ पुष्कर दामी यहाँ सब्बिसका लागि के हुनेछ पुनः पनि दुर्गा बहादुर यहाँ डिबी बट्ट छन् यहाँ डिबी बट्टले केही गर्न खोजिरहेका थिए मोमेन्टम हुन सक्छ यो आर्मीको लागि अर्को एउटा फम्बल भइसकेको छ डिबी त लिनेछन् चान्स तर बसाएका छन् वालिद खानले अब आउनेछन् अहमद मुस्तफा इम्प्रोभाइज शट र नेटमा यो रहनेछन् अहमदको लागि डायमन्डले दिएको बललाई अहमद मुस्तफा अब 2 अङ्क आवश्यक छ बराबरी गर्न रुकुम पश्चिम बराबरी गर्न चाहन्छ 3 अङ्क आवश्यक छ यहाँ रोक्नेछन् अहमद मुस्तफाले एकै समय यो टोलीका लागि यदि अघिको एक शट त्यो मिस हुन्थेन भने यो गेमको नतिजा कुर्नु पर्ने थियो तर केही सहज अवस्थामा यदि 5औं सेटमा 2 अङ्कको यो अवस्थाबाट अग्रता भलिबल खेलाडी पनि हुन् उनी आफू त्यो सिटमा राम्रोसँग बस्न सकिरहेका छैनन् त्यति तनाव शरण सामरी सेत्री यो तपाईले अभिवादन गरेका छन् त्यसले देखाउँछ त्रिभुवन आर्मी यो फ्यानहरुको लागि यो म्याच पोइन्ट र्याली के गर्नेछन् माछर अहमद मुस्तफा सिटबहादुरले बचाएका छन् प्रहार हुनेछ डेबीको ब्लक के समय रोकिनेछ अझै म्याच पोइन्टमा छ त्रिभुवन आर्मी क्लब अब म्याच पोइन्ट र्याली के पूरा हुन सक्छ त्रिभुवन आर्मीको लागि आएका छन् डेबी कहाँ छ अझै पनि चान्स रहनेछ अर्जुन रोकेको छ उनलाई अझै पनि शटमा सर्को बाहिरिएको छ त्रिभुवन आर्मी क्लब प्रवेश गरेको टिमलाई हराउँदै एनभिएस च्याम्पियनशिप 2082 टिमलाई हराउँदै सम्म गएको थियो खेल र 3-2 को